नमस्ते, म गोविन्द दुबईबाट र आज चाहिँ हाम्रो माझमा छुटेन डोल्मा हेल्मो मिस हुनुहुन्छ जो विगत केही वर्षदेखि डिएक्सनको सिस्टममा हुनुहुन्छ र उहाँले चाहिँ डिएक्सनलाई स्वास्थ्य सँगसँगै यसलाई एउटा व्यावसायिक ढङ्गले यसलाई अगाडि बढाउनु भएको छ। आज उहाँको एउटा चाहिँ मिठो भिडियो क्लिप बनाउँदैछौँ र उहाँलाई हामी केही जिज्ञासाहरू पनि राख्दैछौँ। त्यो जिज्ञासाले तपाईँको जीवनमा पनि परिवर्तन ल्याउन सक्छ, तपाईँको जीवनमा पनि काम गर्न सक्छ। सो फर्स्ट अफ अल स्वागत छ मिस तपाईँलाई सानो भिडियो क्लिपमा। धन्यवाद। सो तपाईँलाई फर्स्ट हाम्रो जिज्ञासा के हो भने तपाईँ डिएक्सन सिस्टममा मतलब डिएक्सनमा आउनुको कारण चाहिँ के हो? धन्यवाद। म डिएक्सनमा आउनुको कारण चाहिँ मेरो हेल्थको प्रब्लम थियो अनि यो यहाँ आएपछि चाहिँ यहाँको प्रडक्टहरू युज गरिसकेपछि चाहिँ यहाँको प्रडक्टलाई चाहिँ आफ्नो हेल्थको इस्युहरूलाई चाहिँ ठिक भयो। त्यसपछि चाहिँ यहाँ निरन्तर आइरहेको छ। ओके, सो उहाँ चाहिँ हेल्थको कारणले गर्दा आउनुभएको थियो र यो संसारमा हरेक मान्छे कुनै न कुनै स्वास्थ्य समस्याले गुज्रिराखेको हुन्छ। सायद तपाईँ पनि कुनै स्वास्थ्यको समस्याले गुज्रिनु भएको छ भने कन्ट्याक्ट गरिहाल्नुहोस्। सो तपाईँलाई हामी सहयोग गर्नेछौँ। र उहाँले चाहिँ स्वास्थ्य पाइसके पछाडि पनि धेरैजना के गर्नुहुन्छ भने हाम्रो पडोस प्रयोग गरिसके पछाडि स्वास्थ्य राम्रो हुन्छ अनि छोड्नुहुन्छ, तर उहाँले चाहिँ छोड्नु भएन, निरन्तर रूपमा गर्नुभयो। र यो निरन्तर गर्नुको कारण चाहिँ के हो तपाईँले? यहाँ निरन्तर दिनुको कारण चाहिँ यहाँबाट हेल्प पनि मिल्दो रहेछ र यहाँबाट इन्कम पनि हुँदो रहेछ भनेर मिटिङहरू एटेन्ड गर्दाखेरि चाहिँ थाहा भइसकेपछि चाहिँ मैले यहाँ आफ्नो भविष्य बनिने रहेछ र आफ्नो भविष्यको लागि चाहिँ उज्यालो रहेछ भनेर चाहिँ यहाँ धेरै कुरा जानकारी पाइसकेपछि चाहिँ म यहाँ निरन्तर दिइरहेको छु सर। सो तपाईँ पनि यदि तपाईँ पडोस खाएर राम्रो भइरहेछ र तपाईँलाई स्टप गर्ने सोचमा हुनुहुन्छ भने यसलाई तपाईँ कन्टिन्युटी गर्नुहोस्। र अर्को जिज्ञासा, तपाईँ यसलाई निरन्तर गर्नुको अरू केही रहस्य? यहाँबाट चाहिँ मेरो बालबच्चाहरूको पनि फ्युचर बन्दो रहेछ र उनीहरूको पनि मतलब यहाँको प्रडक्ट युज गरिसकेपछि पछिसम्मको रोगहरू आउन नदिनुको कारण र आफ्नो भावी सम्पत्तिसम्म पनि यहाँको इन्कम आइरहने भएको कारण चाहिँ म निरन्तर गरिरहेको छु र भविष्यलाई राम्रो बनाउने सोचमा लागिरहेको छु। सो सुनिहाल्नुभयो कि उहाँ निरन्तर किन गर्दै हुनुहुन्छ र निरन्तर गरिसके पछाडि पनि तपाईँले डिएक्सनमा तपाईँको भविष्य साँच्चै तपाईँ सुनिश्चित देख्नु भएको छ त? हजुर, किनभने मैले यहाँको प्रडक्टहरू युज गरेँ र युज गरिसकेपछि यहाँबाट इन्कम पनि पाएँ। त्यसपछि चाहिँ मैले यहाँबाट चाहिँ हुने रहेछ भनेर चाहिँ धेरै मतलब यहाँबाट धेरै सक्सेस भएको महिलाहरू पनि देखेँ। त्यसपछि चाहिँ मलाई यहाँ धेरै नै राम्रो लागेर चाहिँ यहाँ निरन्तर दिइरहेको छु सर। ओके, सो उहाँले भने जस्तै उहाँले चाहिँ डिएक्सनमा आफ्नो भविष्य चाहिँ सुनिश्चित देख्नु भएको छ। देख्नु स्वाभाविक पनि हो किनकि डिएक्सनको 33 वर्षको हिस्टोरीमा टप 4 मा नाम दर्ता गर्न चाहिँ एउटा लेडिज सफल हुनुभएको छ। यो त्यो इन्डस्ट्री हो जसले चाहिँ लेडिज जेन्ट्स केही पनि भन्दैन, यहाँ एउटा समान अवसर, जसले धेरै मेहनत गर्नुहुन्छ, जो चाहिँ एकदमै डेडिकेट भएर लाग्नुहुन्छ, उहाँहरूले नै राम्रो रिजल्ट पाउन सक्नुहुन्छ। अझै यो इन्डस्ट्री, यो डाइरेक्ट सेलिङ इन्डस्ट्री भनेको चाहिँ 74% लेडिज सक्सेस भएको इन्डस्ट्री हो। त्यो भएर चाहिँ म्याक्सिमम हाम्रो नेपाली लेडिजहरू जो चाहिँ यो बिजनेसमा आइसकेपछि पनि बुझिसके पछाडि पनि उहाँहरू सानो खुसीको लागि दायाँ बायाँतिर लाग्ने गर्नुहुन्छ। सो सानो समस्याहरूमा पनि भड्किनुहुन्छ। सो तपाईँ पनि दायाँ बायाँ लागिराख्नु भएको छ र भड्किराख्नु भएको छ भने बी केयरफुल, सावधान हुनुहोस्। तपाईँको जिन्दगी आजको लागि मात्र होइन, तपाईँको जिन्दगी धेरै लामो छ। तपाईँको जीवन मात्र होइन, तपाईँको छोरा छोरी
तपाईँको परिवारको जीवन पनि तपाईँसँग कनेक्सन भएको छ। आजको तपाईँको सानो रमाइलोले तपाईँको परिवार, तपाईँको छोराछोरीको जीवन चाहिँ त्यो अन्धकारमा चाहिँ नढकिएला भन्न सकिँदैन, किनकि यो विदेश हो। यहाँको खाना पाना रहन सहन अझै सङ्गत त तपाईँको एकदमै खराब छ। सो अन्तिममा चाहिँ जसले यो भिडियो हेर्नुहुन्छ र स्पेसल्ली गरेर चाहिँ लेडिजहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? फर्स्ट अफ अल त यहाँ भिडियो हेरिरहनु भएको सबैजनाले यो कुरा चाहिँ बुझ्नुपर्छ कि फर्स्ट अफ अल त आफ्नो हेल्थ हेर्नुपर्छ र आफ्नो स्वास्थ्य राम्रो भयो भने हामीले जे पनि गर्न सकिन्छ। र हामीले यहाँबाट इन्कम पनि कमायो भने कसैको हेपाइ सहनु पर्दैन र पछि गएर हाम्रो आफ्नो बच्चाहरूलाई पनि राम्रो हुन्छ भन्ने कुरो थाहा पाइसकेपछि गर्नु जरुरी छ। र अरूको हेपाइ सहनुभन्दा हामीले अहिलेदेखि निरन्तर दिनुभयो भने पछिको भविष्यलाई चाहिँ हामीले सुनिश्चित बनाएर आफ्नो सबै थोक गर्न सकिन्छ भन्दै थ्याङ्क यू। सो उहाँले हामीलाई चाहिँ अन्तिम मेसेज दिइसक्नुभयो कि तपाईँ पनि यो व्यवसाय गर्नुहोस्। तपाईँ कुनै जागिर गर्दै हुनुहुन्छ, तपाईँ कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने त्यो सँगसँगै यसलाई पनि गर्नुहोस्। यसलाई कुनै पनि त्यो तपाईँको चाहिँ स्पेसल टाइम चाहिँदैन। यो बिजनेस भनेको चाहिँ तपाईँको त्यो फ्लेक्सिबिलिटी टाइमलाई चाहिँ युज गर्ने एउटा बिजनेस हो। सो र अन्तिममा चाहिँ उहाँले जुन भनेको मेसेज अनुसार तपाईँ पनि आफ्नो खुट्टामा उभिनुहोस्, किनकि अहिलेको समयमा चाहिँ हाम्रो एसियन कन्ट्रीमा यो फ्यामिलीमा चाहिँ जुन खालको एउटा झगडाहरू हुने हैन, यो डिभोर्स हुनेहरू धेरै चाहिँ यो सङ्ख्या यो पर्सेन्टेज बढ्दैछ। कारण भनेको चाहिँ यो फाइनेन्सियल प्रब्लम। सो यो फाइनेन्सियल प्रब्लम यदि राम्रो हुने हो, फाइनेन्सियल यदि राम्रो स्ट्रङ हुने हो भने त्यो समस्या आउँदैन हरेक फ्यामिलीहरूमा। त्यो भएर चाहिँ यो फाइनेन्सियल स्ट्रङ हुनको लागि एउटा जेन्ट्स मात्र होइन, लेडिज पनि त्यसको चाहिँ एउटा भागीदार हुन आवश्यक छ। र त्यसको लागि चाहिँ यो अवसरले हामीलाई यो अवसरले चाहिँ हामीलाई त्यो अवसर दिएको छ कि हामी चाहिँ यहाँबाट त्यो चाहिँ हामी आफ्नो खुट्टामा उभिन सक्छौँ र हामी फाइनेन्सियली हामी स्ट्रङ हुन सक्छौँ। सो थ्याङ्क यू सो मच यहाँ सबैजनालाई धन्यवाद।